टाटा म गएको म ड्युटी गइस् भन्छ अनि मम्मा मम्मा गरेर रुको दिनभरि रुन्छ अनि मम्मा तुमी साथ बात नगर अनि म ड्युटी जाऊँ अनि आमालाई ये देखो बाबा चलो डॉक्टर देखे थे चलो ये छोड़ दिन जुम्बी पास तुमको नहीं ले जाएंगे हम होती भी ले जाती ना तुमको नहीं लेके जाना है मुझे जा मौसी तो न बोल किन बसेको जुटो त राख जुम्बी आइज खा ऊ आयो त्यहाँ खाता मुनिबाटै निक्ल्यो त्यहाँबाट जुम्बीलाई बोलाइदिन्छु बाबा हेर्नु ल यसलाई म जुम्बी बोलाइदिन्छु ल बाबा म गएको ड्युटी अब यसलाई छोडियो नि म ड्युटी जान्छु जुम्बीलाई बोलाइदिनु जान्छु म गएको टाटा म जाउँ ड्युटी तिम्रो लागि जुम्बी बोलाइदिनु जान्छु म जान्छु ल ड्युटी बाबा म गएको ल ड्युटी के भन्छ छोराले छोराले माम खायो अरे छ नि तपाईँको छोरा बाफरे बाबालाई छोटा बनाइदिएर जान्छु म गएको बाबा म गएको ल तुम्ही पास आयो ल यसलाई छोडिदियो अरे यसलाई सुतायो नि म गएको त्यो फ्याक सुता फ्याक उता सुत जा तुम्ही साथ नबोल जा तुम्ही साथ नबोल बाबा म तुम्ही साथ बोल्दिन बाबा बोल्दिन त म साँच्चै बोल्दिन यस्तो पिरिस नि मलाई बोल्दिन त के दबाई लिनु भएको छ यस्तो राम्रै नहुने मोन्टेरो लिनु भने बिहान लिएर खाएको मोन्टेरोले कमेन अहिले यो लिएको यो के भन्छ एन्टिबायोटिकहरू लिएको छु खानेतेल पनि ल्याएको छु राम्रो होला अनि यो कालो जिरा पनि ल्याएको कालो जिरा सुन्नु खानेतेल त तपाईँले तर गलातिर नलगाउनु नि अलिअलि छातीमा लाउँछु सुत्ने बेला खुट्टा पाइतो छातीमा हुँदैन लगाउनु लाउँदिन नाभिमा पैतालामा लगाउनु कारण छातीमा लगायो भने नि बसेर निमुनिया बनाउँछ कफ जमाएर कफ जमिन्छ त्यही त छातीमा तपाईँ भनिदिनु त यसलाई चाहिँ के गर्नु भन्नु त यसलाई जुम्बीलाई दिएर आऊँ बाबा न सानो छ त सानो कुकुरलाई किन दिनु जुम्बीलाई दिएर आउनु बाबाले भन्नुभयो म दिएर आउँछु आज नो बाबा नो नो जुम्बी नि यो बच्चा बाबा म गएको जा बोल्दिनँ तसँग जा बाबा रुनु हुँदैछ भोलि पनि डुवर्सको नै दिएको छ आज कति बेला आयो आज 4:30 बजी निक्लेको त्यहाँबाट
म्यूट भयो होला। आज भोलि त सिसी लिनु जानु पर्दैन, आजको सिसी नै भोलि पनि चल्छ। एसपी सरहरू सबै बदली, अब भोलि एसपी आउँछ होला पुलिस लाइनमा। मुखमा अड्क्यो भने के हुन्छ? बाबाको हालत पत्ला छ, हेरिदिनुहोस्। गएर हाप्पा देऊ, यसो टाउको साउको थिचिदेऊ बाबालाई। हेलो गाइस, कस्तो हुनुहुन्छ? हेलो गाइस न, ऊ जिम गर्दैछ, उताउँछौ नि, लड्छौ नि। बाबा हेलो गाइस गर्दै त? जिम गर्दैछ हेलो गाइसले, जिम सुरु गर्यो भन्नै हुँदैन। मुन्टा भाँचिन्छ नि। जिम कसले गर्छ? तिमीलाई कसले सिकाएको जिम? कसले सिकाएको यस्तो जिम गर्नु? त्यहाँबाट अहिले पुतली आएर झ्यालबाट निक्ल्यो नि फेरि। तिमी त हो मेरो पुतली। पुतलु आइज। तेरो बाउ भन्दा पनि बेसी हो त तु। कसरी बोल्नु त? उब्रेको चिली पछि बस्छ। ममा तुमी साथ बोल्दिन भनेर बुढीमा त भन्छिस् ममा तुमी साथ नबोल्ने अल्छीबाट। बुढी हलिँदा पनि हलिँदैन थियो, अल्छी लागेर सुतेपछि सुतेको बस्छस् बुढीमा। यो निक्लेर चाहिँ यस्तो निक्लेर चाहिँ यस्तो अघि मात्रै हुन्छ भनेर मलाई के थाहा थियो? यस्तो भन्छ भने मलाई के थाहा थियो? म बेटा पाल्छ नि, मेरो छोरा कहाँ छ? बाबा थाहा मेरो छोरा हराएको पो छ त, चिन्नुहुन्छ? मेरो छोरा चाहिँ कहाँ चाहिँ हरायो, म के जान्नु? खोइ छोरा जिब्रो निकाल्ने चाहिँ को हो यो?